Hi guys, let's make this healthy homemade lattu together. So यहाँ चाहिँ मामुले लड्डु बनाउँदै होइसिन्छ. यो चाहिँ नट्सबाट हो, डिफ्रेन्ट नट्स. अब भिडियोमा हेरौँ है त. गाइज यो चाहिँ मखाना हो. फर्स्टमा मखानालाई चाहिँ मिक्सरमा हाल्ने अनि पिस्ने. अनि यो हाम्रो घरको मिक्सरको ढक्कनले बिग्रेको छ अनि त्यही भएर नेभर माइन्ड, यो नेपाली ममको आइडिया यस्तै हो. अनि यस्तो पाउडर गराउनुपर्छ हामीले. अनि यस्तो भएपछि हामीले झिक्दिने, निकाल्दिने. अनि अब चाहिँ हामीले घिउ हालेर आफूलाई मनपर्ने ड्राई फ्रुट्सहरू चाहिँ अलि रोस्ट गर्ने है. अनि हामीले चाहिँ सनफ्लावर सिड्स र पम्किन सिड्स पनि हालेको छौँ किनभने अलि हेल्दी हुन्छ. तर हामीले कोकोनट चाहिँ हालेनौँ किनभने एकोर्डिङ टु मामु त्यो अलिक छिटो बिग्रिन्छ अरे, त्यही भएर. अनि यहाँ हेर्न सक्नुहुन्छ हामीले के हाल्यौँ भनेर. हजुरले पनि आफूलाई मन परेको हाल्न सक्नुहुन्छ गाइज. सो गाइज यसलाई चाहिँ भुट्ने. हामीले चाहिँ धेरै घिउ पनि हाल्नु हुँदैन है, चिल्लो हुन्छ. त्यही भएर अब आफूले यसो मेजर गरेर चाहिँ हाल्ने. अनि गाइज अब हामीले चाहिँ यो अघि भुटेकोलाई चाहिँ निकालेर मिक्सरमा ग्राइन्ड गर्ने, पिस्दिने. अनि मामले पिस्दै होइसिन्छ. जति बेलासम्म त्यो पाउडर जस्तो हुँदैन नि पुरा, त्यति बेलासम्म पिसिराख्ने. अनि यो चाहिँ लट्टे हो गाइज, यहाँ हेर्नु सक्नुहुन्छ त्यहाँ लट्टे लेखेछ. अनि लट्टेलाई पनि हामीले पिस्ने, मिक्सरमा ग्राइन्ड गरिदिने. अनि गाइज यो चाहिँ डेट्स हो. यो भित्रको चाहिँ गेरा चाहिँ निकाल्नुपर्छ. मैले 1 घन्टा लगाएर निकालेको गाइज यो मामले. अनि फेरि यसलाई पनि हामीले ग्राइन्ड गरिदिन्छौँ मिक्सरमा. अनि अर्को डेट्सलाई चाहिँ हामीले फेरि अब घिउमा भुट्छौँ गाइज. अनि यस्तै भुट्ने यस्तै गर्ने, जे गर्ने भए पनि. सो गाइज अब चाहिँ हामीले अघिको पाउडरलाई चाहिँ यसरी सेम ठाउँमा राखेर चाहिँ मिक्स गरिदिने. यसरी यहाँ हेर्न सक्नुहुन्छ मामले कसरी गर्छ. अब चाहिँ गाइज हामीले त्यो पाउडर र डेट्सलाई सेम ठाउँमा राखेर यस्तो डल्लो गोलो बनाउने, यस्तो गर्ने. हेर गाइज मामले कस्तो पर्फेक्टली बनाइसकेको छ. यस्तो मिठो भएको थियो नि गाइज. हाम्रो चाहिँ रेडी भयो. यो चाहिँ सजिलो छ, ट्राई गर्नु होला. बाई बाई, थ्याङ्क यू.